तपाईँहरू सपना 35 वर्षदेखि हरानी भएको छ त्यो पैसा कसले गर्ने अब नेपालले यो गरिबी सहन सक्दैन अब नेपालले यो विरोध सहन सक्दैन र पर्दैन मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले भने आमा बालेनले देश बनाउँछ सहरका युवाहरूमा आशा जगाउँदै राजनीतिको अर्थ बदल्ने नारा लगाउँदै अहिले रगत लासपट्टिको सरकार लास बचाएर अझै भुल बचाएर बसिरहेछ भन्डीले जित्दा जित्दा साली भन्डीले जित्दा युवाहरूको भाषण दू कि नहीं दू काम करे वाला आदमी से यहाँ काम को हम काम कर दिखाई यो देशलाई छाती भित्र खोज्दै देश प्रेमी घन्टी मित्र बग्दैन अब रगतको थोपो जसरी पनि देश बनाउने थोको बेथितिको जरो उखाल्छौ भ्रष्टाचार त फाल्छौ होनहार सबलाई जुटाउँदै फैलाउँदै छौ आशा अन्ति बच्छ